दर्शकबिन नमस्कार, तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ सोबिम न्यूज। सुरु गरौं मुख्य समाचारहरुबाट। कास्की अदालतमा रहेको लामिछानेको तारेक टुङ्गियो। झापामा 79 वर्षका आमामाथि आफ्नै छोराद्वारा कुटपिट। लिपु लेखनाकाबाट व्यापार गर्ने भारत चीनको तयारी। नेपालको प्रतिक्रिया के होला? रवि लामिछानेले सांसद पदको शपथ लिन पाउने। गगनले समाते कांग्रेसको स्टियरिङ, भने अब अल्मलिनौ। अमेरिका इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानको प्रस्ताव। इन्धनको सङ्कट टार्न जोर विद्युत प्रणालीमा बहसमा सरकार। आगलागीबाट 10 बिघामा लगाइएको उखु खेती नष्ट। रवि लामिछानेको मुद्दा आज पनि टुङ्गिएन। हेर्दैमा दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज पनि टुङ्गिएको छैन। उक्त मुद्दालाई पर्सि बिहिबार पुनः बहस गरी र टुङ्ग्याउने निर्णयमा पुगेको छ। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की अदालतले केही समय अगाडि धरौटीमा छाडेको थियो। धरौटी सँगसँगै तारिख पनि दिएको थियो। उक्त तारिख आजबाट सकिएको छ। उक्त अदालतले लामिछानेलाई सूचना पठाउँदै भनेको छ अब तारिख आउनु पर्दैन। दर्शकबिन झापाको एक गाउँमा आफ्नै छोराले आफ्नै वृद्ध आमामाथि हात उठाएका छन्। उक्त छोराले आमालाई बारम्बार हातपात गर्दै आएको स्थानीयको दाबी छ। उक्त आज देखिएको एक भिडियो भाइरल अनुसार उक्त आमालाई दिनदिनै कुटेर उहाँको शरीर पुरै सुन्निएर निराम भएको देखिएको छ। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही समय अगाडिदेखि 3वटा मुद्दा खेप्दै आएका छन्। उक्त मुद्दाका कारण उनले सांसद पदको शपथ लिन नपाउने निकै चर्चा थियो। उक्त चर्चालाई उल्ट्याउँदै अनुसार उनले सांसद पदको शपथ लिन पाउने भएका छन्। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशी मन्त्री वाङ यी सहभागी दुवै बैठकले देशबीचको तीर्थयात्रा आउजाउ केन्द्र बनाउने सहमति गरेको लिपुलेख नेपाली भूमि हो। अहिले नेपाली भूमि लिपुलेखबाट भारत र चीनतर्फ यात्रा गर्नेमा जोड दिएका छन्। तर नेपाल सरकारले मौन बसेर अहिले पनि कुनै प्रतिक्रिया जनाएको छैन। लम्बिँदै गएका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति श्रृङ्खलामा खलबलिन थालेको छ। आगामी दिनमा नेपालमा अझ गहिरो सङ्कट झेल्नुपर्ने आकलन गरिएको छ। दर्शकबिन निर्वाचन पश्चात केही समयमै उनले काङ्ग्रेस सभापतिबाट राजीनामा बुझाएर उनी काठमाडौँ छोडी पोखरा प्रस्थान गरेका थिए। उक्त राजीनामालाई काङ्ग्रेसका कुनै पनि पदाधिकारीहरूले स्वीकृत नगरी उक्त यथावत राख्न जोड दिएका थिए। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बेहोर्नु परेको हार र नैतिक जिम्मेवार लिँदै दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत भएपछि उनले ग्रान्ड रिफर्म योजना अघि सारेका हुन्। सर्लाहीको रामनगर गाउँपालिका आज मङ्गलबार दिउँसो भएको आगलागी करिब 10 बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको उखु जलेर नष्ट भएको छ। रामनगर गाउँपालिका 1 महादेव टोलको पूर्वतर्फ रहेको उखु खेती उक्त आगोलागी भएको हो। यदि अमेरिका र इरान सहमत हुन्छ भने पाकिस्तान तयार छ, तर वार्ताको आतिथ्यता दिन सम्मानित पनि महसुस गर्नेछ ताकि यो युद्धको पुरा पाठ र ठोस हाल निकाल्न सकियोस्, प्रधानमन्त्री सिरफले भनेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छोड्दैछिन्। अब आउने शुक्रबार बालेन शाहले शपथ ग्रहण गरिसकेपछि प्रधानमन्त्रीको कार्यालय उनले प्रयोग गर्ने भएकाले उनले विगत 2 दिन अगाडिदेखि नै आफ्नो बालुवाटारबाट आफ्नो निजी निवासतिर आफ्नो सामान सार्दैछिन्। केपी ओली रमेश लेखक र खापुङमाथि 10 वर्ष कैद सिफारिस तोकिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी। कसरी हुँदैछ नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण, यसबारेमा विशेष जानकारी। मन्त्री चयनको अन्तिम गृह कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई संसदीय दलको नेता चयन गर्दै रासोपा। भोलिदेखि लगातार 3 दिन उच्च पदस्थ अधिकारीको शपथ हुने। प्रधानमन्त्री कार्कीले बालुवाटार निवास खाली गरिन्। चैत 13 मा शीतल निवासबाट सिधै धापासी। गगन थापाको प्रष्टीकरण, हतार र हताशमा राजीनामा दिएको थिएन, दबाब पनि थिएन। गगन थापाको टिप्पणी, जसले मत माग्नु भएन उसलाई विशेष महाधिवेशनको महत्त्व थाहा हुन्न। रासोपालाई बधाई दिँदै गगन थापाले भने गिरिबन्धु व्हाइट बडी प्रकरण र नेताका घरमा भेटिएको पैसाको छानबिन हुनुपर्छ। बिना पूर्वाग्रह जेन्जी आन्दोलनको प्रतिवेदन कार्यान्वयन होस् भन्दै कांग्रेस सभापति गगन थापाको जिकिर। रासोपालाई बधाई दिँदै गगन थापाले भने संविधान र विद्रोहको मर्म अनुसार काम गर्ने शुभेच्छा छ। भदौ अन्तिम साता 15औं महाधिवेशन गर्ने कांग्रेसको तयारी। सूर्यदर्शन सहकारीमा रवि लामिछाने विरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ। भत्काइयो जेन्जी आन्दोलनमा आगजनीमा परेको पूर्व प्रधानमन्त्री शेरबहादुर
बहादुर देउबा निवास। नवनिर्वाचित सांसदहरूको शपथको सम्पूर्ण तयारी पूरा। रविलामी छाने विरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनवाई। बर्दियामा हुलाकी सडक छेकेर आन्दोलन गर्न प्रहरीसँग झडप, 11 प्रहरी घाइते। एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन, सुहाङ नेम्बाङले भने। वरिष्ठ अधिवक्ता भण्डारीको जिकिर, जेल ब्रेक अभियोग लगाउनु पर्ने व्यक्तिका अरू मुद्दा पनि फिर्ता लिन खोज्नु बदनियतपूर्ण। 18 दिनदेखि न्याय पर्खिरहेको इनिसा विकको शव कहाँ पुग्यो अनुसन्धान, यस बारेमा पनि महत्वपूर्ण जानकारी। भ्रष्टाचार रोक्न सकेन भने रासपा पनि हराएर जान्छ, महावीर पुनले भने। प्रधानमन्त्रीका साथमा 3 मन्त्री मात्र, अरू जाने छाडे सिंहदरबार। कोलम्बियामा वायुसेवाको विमान दुर्घटना, कम्तीमा 66 जनाको मृत्यु। संविधान संशोधनका लागि कंग्रेसले विज्ञ सहित समिति गठन गर्ने। 17 वर्षपछि सिंहदरबारमा बस्दै संसद बैठक, डोजर चलेपछिको टोखा, 18 घटहरा ध्वस्त। कंग्रेसको 15औं महाधिवेशन भदौ 24 देखि 26 गतेसम्म गर्ने प्रस्ताव। संसदको पहिलो बैठकमा हर्क साम्पाङले एमसीसी खारेजी सहित 4 प्रस्ताव राख्ने। सुदन गुरुङलाई मन्त्री बनाउन रासपा नेतृत्व सकारात्मक, कुन मन्त्रालय पाउलान्। मोरङ सुनसरी र झापामा भिटियो बर्ड फ्लू, एउटै फर्ममा 11,000 कुखुरा नष्ट। कपिल वस्तुमा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै। दंगा नियन्त्रण कार्ययोजना स्वीकृत भएपछि काम गर्न सहज हुन्छ, महानिरीक्षक अर्यालले भने। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा तोकियो पेशी। जोर बिजोर प्रणाली बारेमा विभागमा कुनै पनि बैठक छैन भन्दै सरोज सिटौलाले भने। कंग्रेस बैठकमा भातृ संगठन बारेमा छलफल हुने, निविसंघ नेतृत्वमाथि कारबाहीको संकेत। मीन विश्वकर्माको कटाक्ष, बदलिएको कंग्रेसले हारको दोष आफ्नै अग्रजलाई लगाएछ। जेठानको मुक्का प्रहारबाट ज्वाइँको मृत्यु। दुग्ध उत्पादक किसानले 55 करोड भुक्तानी पाएनन्। सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै 36,000ले घट्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य। 12 विषय कोतारी सडक स्तर उन्नति सुरु, 3 वर्षभित्र सक्ने लक्ष्य। कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी। सुराहामा मानव बेचबिखन तथा ओसार पसारको आरोपमा होटल सञ्चालक सहित 8 जना पक्राउ। ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि किन बढाइयो कच्चा तेलको मूल्य, यस बारेमा विशेष जानकारी। इरानले भन्यो इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौ। इजरायली प्रधानमन्त्रीले भने सम्झौता मार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर। आमाको नामबाट झण्डै 3,000ले लिए नागरिकता। डोटीमा जीप दुर्घटना, 2 जनाको घटनास्थलमै मृत्यु। 8 महिनामै भित्रिए 1.5 लाख थान विद्युतीय चुलो। सडक अनुगमनमै बित्यो भौतिक मन्त्री चौलागाईको 75 दिन। बागमतीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव 3 दिनपछि फेला। र छोराले आमालाई यो तरिकाले कुटपिट गरेको कसरी हेर्न सक्नु? आमा, यो कसले यस्तो कुटेको तपाईँलाई? आँखा त देखिँदैन क्या र? आशिषले कुटेको हो? हजुर, आशिषले कुटेको हो? कहाँ गएको छ अहिले? सुतेर खान्छ हो? यहाँ हजुर आएर हेर्नु न, के गरेको चुला सबै भत्काइदियो, टाङ्गो पारेको हो? इनिसा विक मृत्यु प्रकरण 17 दिन बित्दा पनि अनुसन्धान टुङ्गोमा पुगेन। सामूहिक बलात्कारको आशंका र पोस्टमार्टम रिपोर्ट पछि न्याय नपाएसम्म सब नबुझ्ने अडान। 16 वर्षीय इनिसा विकको रहस्यमय मृत्यु भएको 17 दिन बितिसक्दा पनि अनुसन्धानले ठोस निष्कर्ष पाउन सकेको छैन, जसका कारण न्यायको पर्खाइमा रहेको परिवारले अझै सब बुझ्न मानेको छैन। फागुन 23 गते शनिबार बिहान ट्युसन पढ्न हिँडेकी इनिसा वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्, जहाँबाट अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यो घटनाले अहिले कर्णाली प्रदेश सभामा समेत ठूलो हलचल ल्याएको छ, जहाँ सांसदहरूले अनुसन्धानमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै दोषीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानून परिमार्जन गर्न माग गरिरहेका छन्। प्रहरीले घटनाको दिनै इनिसाका प्रेमी भनिएका एक 16 वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो, जसले सहमतिमा यौन सम्बन्ध राखेको बयान दिएका छन्। यद्यपि फरेन्सिक विज्ञहरूको पोस्टमार्टम रिपोर्टले भने जबरजस्ती करणीका कारण संवेदनशील अङ्ग च्यातिएर अत्यधिक रक्तस्राव भएकाले उनको मृत्यु भएको हुन सक्ने औल्याएको छ। पीडित परिवारले यो योजनाबद्ध सामूहिक बलात्कार र हत्या भएको दावी गर्दै अन्य 3 जना विरुद्ध पनि किटानी जाहेर दिएका छन्, तर प्रहरीले अहिलेसम्मको अनुसन्धानबाट सामूहिक बलात्कारको पुष्टि हुने आधार नभेटिएको बताएको छ।
अहिले यो प्रकरणलाई सुल्झाउन सीआईबीदेखि पोलिग्राफ र विधि विज्ञान प्रयोगशालाका विज्ञ टोलीहरू परिचालन गरिएका छन्। घटनाको सत्य तथ्य बाहिर ल्याउन इनिसाको मोबाइल परीक्षण र भिसारा रिपोर्टको प्रतीक्षा भइरहेको छ, जसको आधारमा मात्रै प्रहरीले अन्तिम अनुसन्धान प्रतिवेदन तयार पार्नेछ। न्याय नपाएसम्म छोरीको शव उठाउँदैनौ भन्ने बुवा इन्द्र विकको अडान र बढ्दो जनदबावका बीच सुरक्षा निकायले आगामी 1-2 दिनभित्रै सबै रिपोर्टहरू विश्लेषण गरी निचोड निकाल्ने तयारी गरिरहेको छ। इरानद्वारा अमेरिका र इजरायलसँगको युद्ध जारी राख्ने अडान, क्षतिपूर्ति र प्रतिबन्ध फुकुवा नभएसम्म लडाईँ नरोकिने चेतावनी। इरानले अमेरिका र इजरायलसँगको लडाईँबाट पछि नहट्ने अडान कायम राखेको छ। अमेरिका इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ। ट्रम्पले इरानमा 5 दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाई सार्वजनिक भएको हो। इरानका सर्वोच्च नेता मोस्तफा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजन मार्फत युद्धको क्षतिपूर्ति नभएसम्म लडाईँ जारी राख्ने बताएका हुन्। उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन्। इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोस्तफा खामेनीको नेतृत्वमा देशलाई मजबुत रूपमा सम्हालिरहेको बताएका छन्। इजरायलका कारण युद्ध लम्बिएको जिकिर रजाईका अनुसार यो युद्ध 1 हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो। उनले भनेका छन्, अमेरिका युद्ध विरामका लागि तयार थियो र सङ्घर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो, तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो। उनले दावी गरे अनुसार युद्धको 15औं दिनपछि अमेरिकाले पनि यस सङ्घर्षमा जितको कुनै सम्भावना नभएको बुझिसकेको थियो। इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पमा काम भइरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूमा अमेरिकाले काम गरिरहेको बताएका छन्। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, भेनेजुएलामा जस्तै नयाँ नेता ल्याउन सकिने वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्व जोइन्ट लिडरसिप मोडल पनि अपनाउन सकिन्छ। ट्रम्पले इरान वार्ताका लागि उत्सुक रहेको र चाँडै सम्झौता गर्न चाहेको जिकिर समेत गरेका छन्। ट्रम्पले इरानमा 5 दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेका छन्। ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने र त्यसका लागि एक विशेष व्यक्तिसँग छलफल भइरहेको बताएका थिए, तर इरानले ट्रम्पको सो भनाइको खण्डन गरिसकेको छ।